ल भाइ बहिनीहरू आज चाहिँ हामीले तपाईहरुलाई इन्डिसेस घाताङ्क च्याप्टर पढाउन गइरहेको छु। हाम्रो मिसन 2082 छ, सिटिभिटी मिसन 2082 को मिसन हामीले चाहिँ टार्गेटमा राख्छौँ र त्यसलाई फुलफिल गर्छौँ। सिटिभिटी इन्ट्रान्स प्रिपरेसन या त ब्रिज कोर्स भन्दा पनि हुन्छ। भाइ बहिनीहरू तपाईहरुलाई आज म इन्डिसेस घाताङ्क भनेको के हो, घाताङ्कको कस्तो कस्तो क्वेशनहरु सोध्छ, घाताङ्कको पास्ट इयरमा चाहिँ क्वेशनहरु कसरी सोधेको थियो, प्रिभियस इयरको लागि कति क्वेशनहरु सोधेको थियो, कस्तो कस्तो क्वेशनहरु सोधेको थियो भने यो चाहिँ मैले यो इन्डिसेसको क्लासमा म सबै डिटेलमा तपाईहरुलाई चाहिँ बुझाउने छु र सम्झाउने छु। भाइ बहिनीहरू इन्डिसेस भनेको सबभन्दा पहिला कुरा के बुझ्नुपर्छ भने यो एउटा अल्जेब्राको चाहिँ पार्ट हो। हामीले अल्जेब्रा पढेको छ, अल्जेब्राको पार्ट हो भाइ बहिनीहरू। र यसमा चाहिँ हामीले बुझ्ने भनेको मानौ 2a क्यूब भयो। 2a क्यूब भनेको के हो त? यसमा चाहिँ मैले बुझाउन के खोजेको भने इन्डिसेस भनेको सबभन्दा पहिला यसलाई चाहिँ हामीले इन्डेक्स भन्न सक्छौं। कुनै कुनै बुकमा चाहिँ हामीले एक्सपोनेन्ट भनेर बुझेको थियो र यसलाई चाहिँ हामीले पावर पनि भन्छौं भाइ बहिनीहरू। पावर यो सबैको मिनिङ चाहिँ एउटै हो र इन्डेक्सको जुन छ प्लुरल फर्म भनेको इन्डिसेस भयो भाइ बहिनीहरू। भनेको यो 2a क्यूब मैले किन लियो भने म सबभन्दा पहिला तपाईहरुलाई चाहिँ सिकाउने भनेको नि बेसको कुरा सिकाउँछु। बेसिक देखि जान्छ हामी भाइ बहिनीहरू, बेसिक देखि है त, बेसिक देखि जान्छौं एडभान्स लेभलसम्म, त्यसपछि पास्ट इयरको क्वेशन पनि सल्भ गर्छौं। नआत्तिनु होला तपाईहरु, एकदमै चाहिँ नआत्तिकन चाहिँ यो बुझ्नु होला। बेस भइहाल्यो। अर्को चाहिँ मैले बुझाउने भनेको कोफिसिएन्ट भइहाल्यो, कोफिसिएन्ट भइहाल्यो। अर्को चाहिँ के भन्छ भने पावर। अब यो पावर बेस कोफिसिएन्ट, पावर भनेको यसमा चाहिँ पावर भनेको यो 3 लाई चाहिँ हामीले के भन्छौं भने पावर भन्छौं। कसको पावर अरे यो a को। a यहाँ चाहिँ a के भयो भने नि बेस भयो भाइ बहिनीहरु। a भनेको बेस भयो र यो 3 भनेको a टु द पावर भयो, a टु द पावर 3 भयो र यो जुन 2 छ नि यसलाई हामीले कोफिसिएन्ट भन्दा हुन्छ, कोफिसिएन्ट हो। अब यो कोफिसिएन्ट भनेको के हो त? कसको कोफिसिएन्ट हो त? बेसको कोफिसिएन्ट हुन्छ। त बेसको कोफिसिएन्ट भनेको के हो त? बेस के छ त यहाँ a, त कोफिसिएन्ट अफ a कति अरे 2। भाइ बहिनीहरु यहाँ चाहिँ बेस कोफिसिएन्ट र पावरको कुरा थियो। तर एउटा कुरा बुझ्नु होला, यदि मैले एउटा एक्जाम्पल लिन्छु y, अब यसमा चाहिँ पावर बेस कोफिसिएन्ट छ कि छैन त? बेस त हामीलाई सबले थाहा छ कि सर y भनेको त बेस हो, y भनेको भाइ बहिनीहरु बेस हो। तर यहाँ चाहिँ पावर कोफिसिएन्ट छ त? धेरै जना भाइ बहिनीहरु यहाँ कन्फ्युजन हुन्छ, पावर कोफिसिएन्ट चाहिँ छ कि छैन सर कन्फ्युजन हुन्छ। यदि हामीले इन्डिसेसको लज अफ इन्डिसेसमा के पढेको छौं भने भाइ बहिनीहरु इन्डिसेसको रुल्सले भन्छ यदि कुनै पनि बेसको पावर 0 छ भने त्यसको भ्यालु 1 हुन्छ। भनेको यो कुरा हामीले त प्रुफ गरेको हो नि त। मैले चाहिँ यहाँ प्रुफ गरिन किनभने बेसिक क्लास सिकाउँछु र एडभान्स लेभलसम्म तपाईहरुलाई पुर्याउने छु र यो 0 1 कसरी आयो भने प्रुफ गरेर देखाउँदिन। तर यो कुरा चाहिँ थाहा हुनु पर्यो भाइ बहिनीहरुलाई, कुनै पनि बेसको पावर यदि 0 छ भने त्यो के हुन्छ? भ्यालु 1 हुन्छ। त यदि y जुन छ नि y को पावर केही छैन भने त 0 होइन नि, 0 हुँदा त भ्यालु 1 भइहाल्छ नि भाइ बहिनीहरु। तर हामीले यहाँ चाहिँ बेस, यहाँ चाहिँ पावर सरी बेस चाहिँ y भने यसको पावर केही छैन भने कति भइहाल्यो? 1 भइहाल्यो। भने कोफिसिएन्ट पनि सेम, कोफिसिएन्ट पनि 0 हुँदैन। यदि कोफिसिएन्ट पनि केही छैन भने यसको कोफिसिएन्ट के भइहाल्छ? 1 भइहाल्यो भाइ बहिनीहरु। कोफिसिएन्ट जहिले हामीले यदि छैन भने 1 हुन्छ, पावर पनि छैन भने 1 हुन्छ, लुकेको हुन्छ भने कुरा बुझिन्छ। बुझ्नु पर्छ है त भाइ बहिनीहरु। जस्तै 0 भइहाल्यो, यो बेस हो, यसको कोफिसिएन्ट 0 भइहाल्यो त 0 * y भनेको 0 भइहाल्यो नि त भ्यालु। यो गलत हो कि होइन? इन्डिसेसको रुल्सले यो कुरा भन्दैन नि त। हो, कुनै पनि बेसको यदि पावर केही छैन, मानौ x लिन्छौ, यसको के छ भने पावर पनि 1, कोफिसिएन्ट पनि के भयो भने भाइ बहिनीहरु 1 भयो।
भने त्यसै गरी मैले के भन्छु भने लज अफ इन्डिसेजले के भन्छ भने अर्को लज म भन्छु मल्टिप्लिकेसन। मल्टिप्लिकेसन रुल्स भन्छ हामी भाइ बहिनी। मल्टिप्लिकेसन रुल्सले के भन्छ भने यदि कुनै पनि बेस भनेको सेम छ x को पावर 2 x को पावर 3 इन्टु x भनेको यो बेस सेम छ नि त भाइ बहिनीहरु। यदि यो बेस सेम छ भने कुरा बुझ्ने है सबैजनाले, यदि यो बेस सेम छ भने यसको पावर के हुन्छ एडिसन हुन्छ। पावर के हुन्छ एडिसन हुन्छ, पावर एड हुन्छ। पावर के हुन्छ भाइ बहिनीहरु एड हुन्छ, एडिसन हुन्छ। भने हामीले कतिखेर त यदि मल्टिप्लाई को फर्ममा छ मल्टिप्लिकेसन को फर्ममा छ भने त यसको पावर भनेको एउटा कमन लिए x, एउटा कमन x लिइसकेपछि कति हुन्छ भाइ बहिनीहरु यो दुईटै 2 + 3 प्लस यसको पावर के जन मैले भने नि यसको पावर के जन त कति छ 1 छ। त 1 छ भने x को पावर कति भयो 2 5 1 6 यो भयो क्या। अर्को रुल्सले के भन्छ भने एउटा यो त मल्टिप्लिकेसन रुल भयो, मल्टिप्लिकेसन रुल्स। अब अर्को चाहिँ मैले भन्छु तपाईहरुलाई 2 नम्बरमा डिभिजन रुल। डिभिजन रुल भनेको डिभाइड, यदि कुनै पनि बेस सेम छ डिभाइड को फर्ममा छ भने त्यो पावर चाहिँ के हुन्छ माइनस हुन्छ भाइ बहिनी। मानौ a टु द पावर 2 डिवाइड बाइ a टु द पावर ल 1 छैन एकछिनको लागि भनेको यो बेसको पावर कति छ केही छैन त 1 छ कि छैन भाइ बहिनी। अरे यो दुईटै कुरा चाहिँ के को फर्ममा छ त डिभाइड को फर्ममा छ। त डिभाइड को फर्ममा छ भने यो पावर के हुन्छ त माइनस हुन्छ भाइ बहिनीहरु। त मैले यहाँ चाहिँ a यो दुईटा a बाट एउटा a लिए र यो पावर के हुन्छ माइनस भयो a टु द पावर 1 र यो नलेख्दा पनि हुन्छ। यो a फाइनल आन्सर भयो हाम्रो। भनेको कुरा बुझिराख्नु भएको छ नि तपाईहरु। यदि कुनै पनि बेसको पावर केही छैन त कति छ 1 छ भने कुरा बुझ्ने 0 हैन। यदि कुनै पनि बेसको पावर 0 भइदियो भने त्यसको भ्यालु कति भयो 1 भइहाल्यो। ल अब चाहिँ यसले चाहिँ मानौ a टु द पावर 5 डिवाइड बाइ a टु द पावर 6 हुन सक्छ, किन हुन सक्दैन। यो दुईटै बेस भनेको डिवाइड को फर्ममा छ, यो दुईटै भनेको 5, यो 6 उता माथि गयो भनेको के भयो त माइनसमा भयो किन डिवाइड को फर्ममा थियो। a टु द पावर 5 - 6 भनेको 1 हुन्छ, 1 मात्र हुँदैन -1 हुन्छ भाइ बहिनी। यो कुरा कन्फ्युजन नहुने भनेको। अब यो भनेको 1/a पनि लेख्न मिल्छ। 1/a कसरी भने यो पावरलाई नेगेटिभमा त्यो पोजिटिभ बनायो त यहाँ पोजिटिभ भयो, यो 1 नलेख्दा पनि हुन्छ भाइ बहिनीहरु। भनेको यो डिभिजन रुल्सले भन्छ। म अलिकति फास्ट जान्छु किनभने हामीले इन्ट्रान्स प्रिपरेसन क्लास लिदै छौ भने मैले चाहिँ अलिकति फास्ट जानु पर्यो किनभने यो कुरा हामीले 9 10 मै सिकिसकेका छौ भाइ बहिनीहरु क्लासमा। भनेको त्यही भएर म फास्ट जादै छु। अर्को के हुन्छ भने एउटा रुट वाला चाहिँ सिकाउँछु। रुट्स अन्डरमा हुन्छ भने जस्तै स्क्वायर रुट 2 छ भनेको यो भित्र पनि ल यो स्क्वायर रुट 2 हैन x लिन्छु एक्जाम्पलमा x लिन्छु। यहाँ बेस भनेको x हो र स्क्वायर रुट को भित्र के छ भने के छ 2 छ र यसलाई चाहिँ इन्डिसेज पावर को फर्ममा राख्छु, इन्डिसेज को फर्ममा राख्छु भने x को पावर 1/2 हुन्छ भाइ बहिनीहरु, 1/2 हुन्छ। मानौ सर यस्तो हुन सक्छ त सर यो रुट अन्डर a हुन्छ छ, रुट अन्डर a रुट को भित्र चाहिँ a छ र यो चाहिँ y छ। त सर यस्तो कन्डिसन के त बेस भनेको यो रुट को भित्र जुन नम्बर भनेको अल्फाबेट नम्बर भनेको y छ भने त्यो बेस भयो र यसलाई चाहिँ y टु द पावर 1 बाइ के गर्न मिल्छ भने a। भनेको यो कुराहरु पनि हामीले बुझ्नु जरुरी छ भाइ बहिनीहरु। यसै गरी सर यो चाहिँ भनेको 4 छ यहाँ भित्र र यहाँ चाहिँ ल p, त यो भनेको p टु द पावर 1/4 भयो भाइ बहिनीहरु। यो कुरा पनि हामीले जानेकै बुझेकै हो त हैन भाइ बहिनीहरु। आजको लागि म यति नै गरे। म नेक्स्ट क्लासमा चाहिँ तपाईहरुलाई अझै पनि यसको बेसिक क्लास लिन्छु। आज डेमो क्लास थियो र चाहिँ मैले पास्ट इयर क्वेशन पनि प्र्याक्टिस गर्छु। हस्त धन्यवाद भाइ बहिनीहरु।